नमस्कार। आज म तपाईहरुलाई यो सेरा गुम्बा भन्ने गुम्बा कस्तो हो भनेर भन्न गइरहेको छु। यो सेरा गुम्बा भने वास्तवमा भन्नु पर्दाखेरि कस्तो गुम्बा हो भने कि यो गुम्बा चाहिँ एकदमै ठुलो गुम्बा हो अनि यहाँ लामाहरु पनि हजार हजार पर्ने ठाउँ। अनि जुन हामीले जुन गुम्बा भन्छ त्यस्तो गुम्बा के रे हामी नेपालतिर देखेको ठुल्ठुलो गुम्बाहरु छ त्यो जस्तै गुम्बाहरु त यहाँ कति 20-30 वटा एकै ठाउँमा यस्तो ठुल्ठुलो गुम्बाहरु छ। अनि त्यो मात्र नभए यो वास्तवमा भन्नु पर्दा कस्तो हो भने कि बुद्ध धर्म भनेको चाहिँ एकदम ज्ञान प्राप्त गर्ने एउटा धर्म हो र त्यो ज्ञान प्राप्त गर्ने बुद्ध धर्मकै कुरा गर्ने हो जुन पहिला यो संसारमै सबैभन्दा पहिला नालन्दा विश्वविद्यालय भएको थियो। संसारको सबैभन्दा पहिला त्यहाँ लामाहरु हजारौं लामाहरु पढ्थ्यो र त्यहाँ लामाहरु पढ्थ्यो र त्यतिखेर पनि त्यो नालन्दा विश्वविद्यालयमा के थियो भने संसार भर्तीको मान्छेहरु त्यहाँ आएर पढाइ गर्थ्यो र आफ्नो ठाउँमा गएर त्यो ज्ञानलाई बाड्ने अथवा अरूलाई सिकाउने यस्तो के रे त्यो कार्य हुन्थ्यो। त्यसै गरे जुन एक समयमा इन्डियामा चाहिँ यो अरू देशहरु वारहरु आएको कारणले नालन्दा विश्वविद्यालय पुरा शाखा भयो। तर त्यही यहाँ नालन्दा विश्वविद्यालय भएकै बेला अनि टिबेटमा चाहिँ यहाँ कस्तो त्यो नालन्दा विश्वविद्यालयमा कस्तो कस्तो चलिरहेको छ त्यही चलन त्यही ज्ञान यहाँको विद्वानहरु नै माथि टिबेटमा जानु भयो। अनि जति त्यति बेला सब संसारको सबैभन्दा अगाडि त्यो विश्वविद्यालय जति पढाइ छ त्यो पुरा पढाइ एउटा पनि नछुटिकन त्यो टिबेटमा राख्नु भएको थियो। जुन टिबेटमा सिकाउनु भएको थियो त्यो संस्कार तथा त्यो ज्ञान दिने तरिका चाहिँ अहिलेसम्म पनि जीवित छ र टिबेट चाइनाले अकुपाइड गरिसक्यो तर पनि त्यो चलन अहिले इन्डियामा आएर फेरि टिबेटबाट चाहिँ इन्डियामा आएर अहिले त्यो युनिभर्सिटी त्यो विश्वविद्यालय अहिले यहाँ चलाइरहेको छ। जस्तो कि अहिले यहाँ पनि हजारौं लामाहरु हुनुहुन्छ। त्यो मात्र नभएर टिबेटबाट आउनुभएको छ यहाँ लामाहरु, विदेशबाट आउनुभएको छ। विदेश भन्नु पर्ने भनेदेखि विदेश अमेरिका, युएस, अमेरिका अनि के रे फ्रान्स, अस्ट्रेलिया, त्यो मात्र नभएर सिङ्गापुर अनि हङकङ अनि अझै भन्नु पर्दाखेरि मङ्गोलिया भन्ने एउटा देश हामी सबैसँग थाहा छ त्यो मङ्गोलियन देश। अनि त्यहाँबाट कति लामा आउनुहुन्छ। जस्तो कि हामी नेपालबाट नै कति हामी आएको छौँ। मलाई भन्ने हो म नेपालबाट आएको अनि जुन म चाहिँ कसरी आएँ भनेदेखि पहिला म कपन गुम्बाको लामा हो अनि मतलब अहिले पनि कपन गुम्बाको लामा हो तर हामीलाई चाहिँ एकदमै त्यत्रै गाइरोबाट बुझ्ने भन्दा जस्तो यहाँ आएको। अनि अब गुम्बामा कुरा गर्ने यो गुम्बा त्यस्तो ठुलो हो अनि सेरा गुम्बा भने चाहिँ मेन एउटा गुम्बा एउटा ठुलो गुम्बा हो। त्यसको शाखामा ठुलो गुम्बा दुईटा गुम्बाहरु छ सेरा छे र मे भन्छ। अनि सेरा छेमा पनि अनि कतिवटा शाखा छ भने कति 15 वटा जस्तो शाखाहरु छ अनि सेरा मेमा पनि 15 शाखा छ। अब तपाईसँग त्यो शाखा कस्तो होला भन्दाखेरि देखाउनु पर्दाखेरि त्यो शाखा मध्ये पर्ने एउटा छाखम्जे हुन्छ। छाखम्जे भन्ने एउटा खम्जे हो त्यो चाहिँ मतलब त्यो सेराजी भित्र पर्ने एउटा डिपार्टमेन्ट एउटा खम्जे एउटा शाखा है। त्यो चाहिँ अहिले म तपाईँ जुन पछाडि देखाइरहेको छु यो चाहिँ छाखम्जे हो। अनि यो पछाडि त्यो बिल्डिङहरु छ त्यो चाहिँ पुरा लामाहरु पर्ने के रे एउटा शाखा हो। अनि यो सेराजेमा चाहिँ यस्तो गुम्बाहरु कति छ अझै यो भन्दा पनि ठुलो यस्तोहरु कति 15 वटा छ एउटा सेराजेमा मात्रै। त्यो मात्र सेरामेमा 15 मतलब यो सेरामा कति यस्तो गुम्बाहरु छ भनेदेखि कति 35-30 वटा जति यस्तो गुम्बाहरु छ ठुलो गुम्बाहरु। यो सबै एकै ठाउँ हामी किन यस्तो बस्यो भने सबै विद्वानहरु सबै सँगै बसेपछि त्यसै गरी ज्ञानहरु डिपली है एकदम डिपसँग एकदम गहिराइमा बुझ्नुको लागि यस्तो एकदमै विद्वानहरु यहाँ के रे जम्मा भएर यस्तो पढाइ गर्ने ठाउँहरु छ। यो ठाउँ चाहिँ अब तपाईहरुले सबैलाई हो यो भिडियो अहिले बनाउन गाह्रो नै के छ भने यस्तो एकदमै अमूल्य ठाउँ एकदम ध्यानको खाने ठाउँ खाने जस्तै एकदम पढाइको पुरा पढाइको यो के भन्नु पढाइ गर्ने तरिका भनेको बिहान 5 बजेदेखि लिएर 11 बजेसम्म मान्छेले पढाइ गरेको हुन्छ। यस्तो राम्रो ठाउँमा चाहिँ तपाईहरु सबैलाई मौका पाओस् भनेर यो भिडियो बनाउँदैछ। अनि त्यसै गरी यहाँ लामाहरु पढ्ने भनेको त्यो मात्र यो हाम्रो एउटा सानो एउटा जग्गा देखाउनु मात्र हो अझै देखाउनु बाँकी नै छ। धेरै सेरा चाहिँ कस्तो छ यो त अझै तपाईहरुलाई यो यहाँको स्कुलको बारेमा भन्नु पर्ने भनेदेखि कस्तो छ भनेदेखि यहाँको स्कुल चाहिँ एकदमै के भन्छ राम्रो स्कुल छ। सबै सब्जेक्टहरु भएको स्कुल हो। जुन पहिला हाम्रो बालामा चाहिँ त्यस्तो स्कुल थिएन जुन पहिला जुन कपनमा बस्दै थियो तर कपनमा आजकल एकदमै राम्रो छ। कपनमा पनि
तर हाम्रो पालामा चाहिँ त्यस्तो स्कुल थिएन, जुन सरकारबाट रजिस्टर भएको स्कुल थिएन। तर अहिले यहाँको स्कुल चाहिँ कस्तो छ भनेदेखि एकदमै राम्रो स्कुल छ। अनि यो इन्डिया गभर्मेन्टबाट रजिस्टर भएको स्कुल हो। अनि योबाट चाहिँ धेरै के अरे पढाइ राम्रो दिनसक्छ। त्यो मात्रै नभएर जुन यो स्कुलमा पढाउनु पऱ्यो भनेदेखि बाहिरतिर पढाउनु पऱ्यो भनेदेखि निकै यो के भन्छ फिस नै निकै पर्छ। तर यहाँ त्यस्तो के दिनुपर्ने के अवस्था छैन। त्यो मात्र नभएर अब यहाँ स्कुल पढ्नेहरूलाई इङ्ग्लिस, टिबेटन, हिन्दी, त्यसै गरी चाइनिज, इङ्ग्लिस, म्याथ यो सबै छ, साइन्सहरू अनि सबै छ। त्यो मात्रै नभएर जुन उनीहरू पढाइ मात्रै नभएर जुन के अरे मान्छेलाई हुनुपर्ने जुन के भन्छ दया, माया, करुणा यस्तोहरू बारेमा पनि सिकाउँछ, जुन हामी मान्छे भएर एउटा एकदम जरुरत एउटा चिज हो। त्यसैले अब यहाँ लामा बस्नेहरू चाहिँ स्कुल बारेमा चाहिँ एकदमै राम्रो स्कुल छ। अनि जुन हामीले कहिले सोच्यो कि लामो बस्यो भने के नबुझ्ने यस्तो हुन्छ जस्तो पनि लाग्न सक्छ कुनै मान्छे, तर त्यस्तो कदापि होइन। यहाँ चाहिँ पुरा जुन बाहिरको ज्ञान पनि पुरा दिने गरेको छ। त्यो मात्रै नभएर अनि जुन यहाँ बसेको बेला पनि त्यो बच्चालाई हेरचाह गर्ने पनि एउटा लामाले 20, 30, 40, 50, 60वटा हेर्ने यस्तो छैन। एउटा लामालाई एउटा शिक्षा अथवा एउटा टिचरले हेर्ने यस्तो हुन्छ। त्यस्तो गरेर चाहिँ के हुन्छ भनेदेखि त्यसलाई चाहिँ आफ्नै बाउ आमाले यस्तो एकदम ज्ञान भएको बाउ आमाले आफ्नो छोराछोरीले एकजना यस्तो केयर गरेर त्यसलाई राम्रो केयर अथवा राम्रोसित गर्न सक्छन्। अब त्यसै गरी यहाँको सिस्टम चाहिँ फेरि त्यस्तो छ। एउटा बच्चालाई ठुल्ठुलो लामा एउटा दुइटाले हेर्ने, उसलाई केयर गर्ने, उसलाई पढाइ कस्तो गरिरहेछ हेर्ने, त्यो मात्र उसलाई दुःख बिमार भएको छ बेलाउनु कस्तो गरिरहेछ त्यो पनि हेर्ने। त्यस्तो यस्तो किसिमका धेरै धेरै राम्रो चिजहरू छ जुन आजकलको हाम्रो कुनै ठाउँमा यस्तो ज्ञानहरू पाउने मौका नपाएको मान्छेहरू चाहिँ यहाँ आएर धेरै फाइदा हुन्छ। त्यो चाहिँ म तपाईँहरूसँग भन्छु। अनि खास चाहिँ म पनि पहिला नेपालबाट आएको हुनु चाहिँ, अनि अहिले म यहाँ पढिरहेको छु। अनि मलाई पनि एकदमै खुसी छु यो ठाउँमा। तपाईँहरूको बच्चाहरू पनि कुनै यहाँ पठाउनु भयो भनेदेखि मलाई यस्तो अवसर पाएको जस्तै तपाईँहरूलाई पाउँछ भनेर मैले यो कुरा पनि गरेको छु। नत्र म पनि यो गर्न सक्दैन थिएँ। अनि मलाई चाहिँ एकदम राम्रो मौका पाएको छु। अनि तपाईँहरू पनि यस्तो हाल्नु चाहे यो ठाउँ during 19th century Marxism by Karl Marx, German philosopher Karl Marx की idea थी that is called Marxism. Marxism का खरी idea है socialistic idea. Socialistic idea के मुकाबले चलने अनि अच्छा बनाना रोबोट छाड़ बनाना यहाँ प्लेन नाम दूर नंबर दो नंबर एक नहीं करे 他不是老师，他是学生。欢迎别的来人，欢迎多别的人。他是我的老师。欢迎苹果，苹果，西瓜，西瓜，西瓜，西瓜。甚至说一年就把天的给搞呀，马上年结果了，今年的是今年下，去年的是今年下。 कसम खाता है कि मैं तुमको नहीं खाऊंगा, हमको पिंजरा से बाहर निकाल दो। जब ब्राह्मण दरवाजा खोल देता है तो उसे बाहर है कहाँ का है वो रख के चला गया, पता लगा पीछे से तुम्हारे घर में पुलिस आ गई।
我们俺老师就不说的，我们姐姐真的谁就能到开个谁呀？对，我们俺老师就不说的，我们姐姐真的谁就能到开。我们俺老师就呀，蛮过的，他们年龄真真的少。내가 말이요. 아니 도서 비자는 년제도 영화. 이 스탑 살아. 년제도 영화. 다 스테이서 아니 너시 이만 뜻제세. 50수 치는 좋아. 그러와 시인 좋아 너무 시바라 근데 시 다만 처음에 영화에서 아니 시인 좋아. 도서 치는 방에서 또 되는 거. અને દીકરો એ માસ્ટર તે બી માસ્ટર જોઈએ ના કાચો ગુરવા તો દીને દોગા કોઈ ના यहाँ अब स्कुलको पढाइ गर्ने तरिका स्कुलको फेसिलिटी त मैले तपाईँहरूसँग भनिसकेँ। अब यहाँ फेरि अर्को के छ भनेदेखि यहाँको जुन बुद्ध धर्म है, हामीले बुद्ध धर्म भने चाहिँ हामीले के सोच्छौँ भनेदेखि एउटा पाठ पूजा गर्ने हो, एउटा मान्छे मर्दै पाठ पूजा गर्ने हो, अनि एउटा सत्यानारायण गर्ने हो। तर वास्तवमा त्यो होइन। बुद्ध धर्म मान्छेको के अरे बुद्ध धर्मको अनुयायी भइसकेपछि मान्छे के हुनुपर्छ, बुद्ध धर्मले जुन देखाएको मार्ग त्यो बाटोमा चल्न सकोस् भनेर बुद्ध धर्मले उहाँ गौतम बुद्ध आफैले देखाउनु भएको मार्गमा हामी जान सकोस् भनेर उहाँले चाहिँ प्रवचन दिनुभएको छ र उहाँले सिद्धान्तहरू देखाउनु भएको छ, उहाँले मार्गहरू देखाउनु भएको छ। हामीले के गर्नुपर्छ भनेदेखि त्यो मार्गमा जानुको कोसिस गर्नुपर्छ र त्यतिकै जानु आँखा डाइरेक्ट के पनि त्यो पढाइ के पनि नगरिकन हामीले त्यति आँखा चिम गरेर यस्तो गरेर हामीले त्यो जान सकिँदैन। सबभन्दा अगाडि त्योको हामीले पढाइ गर्नुपर्छ। त्यो पढाइ गर्नुको लागि यहाँ एकदमै डिटेल यहाँ पढिसकेपछि तपाईँले बुद्ध धर्मको सिद्धान्तको बारेमा चाहिँ एकदमै डिटेलमा एकदमै गहिराइमा बुझ्न सक्नुहुन्छ। जस्तै सुकै पनि कुरा पनि तपाईँले त्यसलाई के अरे यो गर्न सक्नुहुन्छ, त्यसलाई के अरे व्याख्या गर्न सक्नुहुन्छ, जस्तो पनि गर्न सक्नुहुन्छ। र यहाँको त्यो पढाइको बारेमा त्यस्तो छ। अब फ्युचरमा के हुन्छ यस्तो कुरा गर्ने कि चाहिँ यहाँ लामा बसेको मान्छेहरू चाहिँ यहाँबाट एकचोटि क्लास निस्किँदा जुन गेसी भन्छ, गेसी भने चाहिँ हाम्रो यहाँ पढाइ पुरा सकिरहेको निस्किने मान्छेहरू, त्यस्तोहरू चाहिँ कुनै विदेशमा पनि जान सक्छ, विदेशमा संस्थाहरू खोल्न सकिन्छ। त्यो मात्र नभएर यही ठाउँमा बस्यो भने यहाँ धेरै ठुल्ठुलो पदहरू पाउनेछ। यहाँ कुनै भेदभाव छैन। हाम्रो यो ठाउँको एउटा सबभन्दा राम्रो कुरा के छ भनेदेखि यहाँको जुन एउटा टिबेटको यहाँ माथि तिब्बती मान्छेहरूको एउटा भनाइ छ, आमे फुला हिँड्दै हेर्नुहोस् गान्धे ठिला धक्पुमे भने। यसको मतलब के छ भनेदेखि जुन आमाको छोरालाई के अरे योग्य छ त्यस्तो छ भनेदेखि त्यो माथि गान्धे थियो भने चाहिँ एकदमै ठुलो पद हो। त्यो पदलाई चाहिँ कसले पनि सम्हालेको छैन। जसको मान्छेको ज्ञान छ, जसको मान्छेको चाहिँ के अरे आफ्नो कला छ, त्यो मान्छे त्यहाँ पुग्न सक्छ। त्यसै गरी अब यहाँ तिमी यस्तो छ, तिमी यहाँबाट आएको छ, तिमी त्यहाँबाट आएको छ, त्यस्तो कुनै भेदभाव छैन। जसले चाहिँ राम्रो गर्छ त्यो चाहिँ एकदमै माथि ठुल्ठुलो पुगेर अहिले गान्धी ठिवा भन्ने ठाउँ चाहिँ जुन हाम्रो जस्तै साधारण मान्छेहरूले पढेर ज्ञान गरेर अध्ययन गर्दै गरेर अहिले उहाँ चाहिँ कहाँसम्म पुग्नुहुन्छ भनेदेखि गान्धी ठिवा भने चाहिँ दलाई लामाले जुन टिचिङ गर्ने बेला उहाँले एकचोटि टाउकोमा यस्तो ढोकेर मात्र माथि बस्नुहुन्छ। त्यति समेत ठुलो अवस्था, त्यति समेत ठुलो के अरे पद पाउने के अरे मौका चाहिँ यो ठाउँमा छ। र त्यो चाहिँ कुनै फेरि तिमी यो पार्टी हो, तिमी यस्तो त्यस्तो के पनि छैन। जसले राम्रो गर्छ, जसले चाहिँ गर्न सक्छ, त्यो गर्ने मान्छे छ भने मान्छे आफैलाई योग्य छ भनेदेखि चाहिँ बाटो चाहिँ एकदम राम्रो ठाउँ छ। त्यसैले यहाँको त्यस्तो ठाउँहरू छ। त्यो मात्र नभए यहाँ बस्ने बेला पनि मान्छेहरू बिमार हुनसक्छ, जे पनि प्रब्लम हुनसक्छ। त्यस्तो केयर गर्ने पुरा आफ्नो यहाँ आफ्नो टिचर हुनुहुन्छ, जुन टिचरहरू गर्छ। तपाईँलाई बिमार भयो भने तपाईँ अपरेसन गर्नुपर्ने अवस्थाहरू हुनसक्छ। त्यस्तो अपरेसनहरू गर्नु पऱ्यो भने जस्तो सुकै पैसा पनि यहाँ पुरा गुम्बाले बेहोरिरहेको हुन्छ, अनि आफ्नो खर्च पनि हुँदैन। त्यसै गरी आफ्नो त्यो त सबै वास्तविक भन्नु पर्दाखेरि के भयो भनेदेखि सबै यो जुनीको लागि कुरा मात्र भएको छ। फाइनलमा भन्नु पर्दाखेरि चाहिँ हामी मान्छे मरेर हाम्रो
कहानी त्यहीँ सक्ने होइन जुनी लिनुपर्छ त्यस्तो जुनी लिँदाखेरि त्यो जुनी चाहिँ कसरी राम्रो जुनी लिने त्यो चाहिँ यहाँबाट धेरै सिकेर अध्ययन गरेर चाहिँ हामी यहाँ यो जन्ममा त राम्रो हुन्छ अर्को जन्ममा पनि तपाईँको छोराको जन्म के अरे राम्रो जन्म लिने अथवा तपाईँले गरेको छोराले गरेको धर्म चाहिँ तपाईँलाई पनि के अरे तपाईँलाई पनि पाउने अथवा उसले गरेको धर्मले तपाईँलाई पनि फली फाप्ने यस्तो हुन्छ त्यसैले अहिले यो भिडियो बनाएर तपाईँहरूप्रति देखाउन खोजेको उद्देश्य चाहिँ मेन के हो भनेदेखि चाहिँ कसैले भुलाउनु खोजेको होइन जुन रियालिटीमा भएको एकदमै राम्रो चिज चाहिँ अरूलाई देखाउन खोजेको जुन यो मौका चाहिँ सबैले पाओस् भनेर चाहिँ यो भिडियो बनाउनु भएको उहाँहरूले म पनि यहाँको एउटा शिष्य हो स्टुडेन्ट हो र यो चाहिँ उहाँले मलाई भन्नुभयो एउटा तिमी नेपाली कुरा तिमीलाई आउँछ र तिमीले भनिदियो जस्तो भन्नुभएको थियो अनि मैले पनि हुन्छ भने किन भनेदेखि चाहिँ मलाई यस्तो राम्रो मौका पायो यो मौका चाहिँ अरूले पनि पाओस् भनेर मैले यो भिडियोमा मैले बोलिरहेको छु म चाहिँ ताप्लेजुङबाट आएको नेपाल ताप्लेजुङबाट आएको सोपा भन्छ र मलाई यहाँ आएर बुद्ध धर्मको सिद्धान्तको बारेमा एकदमै गहिराइसँग बुझ्नु पाइरहेको छ योमा म धेरै आफैलाई एकदम आभारी सोच्छु र एकदमै के भन्छ यति हामी के अरे कति ठाउँमा त हामी बुद्ध जन्मेको त हामी नेपालमा हो तर पनि हामीले यति डिप चाहिँ अलिकति गाह्रो होला जस्तो लाग्छ र मलाई चाहिँ यहाँ यस्तो पाउँदाखेरि एकदम खुसी लागेको छ अनि सबैलाई यस्तै मौका चाहिँ पाओस् भनेर चाहिँ मैले पनि यो भिडियोमा बोलेको अनि उहाँहरूको उद्देश्य पनि त्यही हो त्यही भन्न चाहन्छु